के यो मुभीबाट सलमान खानको कमब्याक होला त? हाइली एन्टिसिपेटेड मुभी ब्याटल अफ गलवानको चाहिँ टिजर आएको छ र धेरैजना फ्यान्सहरू चाहिँ यो मुभीबाट सलमान खानको कमब्याक हुन्छ भनेर मानेर बसिरहेको छ। ओके, टिजरको बारेमा कुरो गरौँ। पहिला राम्रो कुरो गरौँ किनभने नराम्रो अलि ज्यादै छ है। टिजरमा लोकेसन एकदमै ब्युटिफुल देखिरहेको छ र डायलग एकदमै पावरफुल सुनिरहेको छ है। यो दुइटा चाहिँ एकदमै राम्रो लाग्यो। अब बाँकी भनेको खासै धेरै इन्ट्रेस्टिङ छैन। 1 मिनट 12 सेकेन्डको टिजरमा जति पनि फुटेजहरू युज भएको छ खासै धेरै इन्ट्रेस्टिङ फुटेज छैन क्या। अनि त्यस पछाडि ब्याकग्राउन्ड म्युजिक पनि युजुअली पेट्रियोटिक मुभीहरूमा सुनिने खालकै युजुअल ब्याकग्राउन्ड म्युजिक छ है। त्यसले पनि धेरै इम्प्याक्टफुल चाहिँ लागेन। अनि वियर्ड कुरा चाहिँ के लागेको थियो भने आर्मीहरूको ब्याटलमा चाहिँ गन युज नभएर चाहिँ लौरो युज गरिरहेको छ बेसबल जसरी है। त्यो अजिब लागेको थियो। देन आई रिसर्च अबाउट इट। यो चाहिँ ट्रु इन्सिडेन्टमा चाहिँ बेस्ड रहेछ। चाइना इन्डियाको एउटा वारमा चाहिँ ह्यान्ड टु ह्यान्ड कम्ब्याट भएको थियो अरे, त्यसको बारेमा छ। सो मुभी चाहिँ मास एक्सन मुभी नहुनेवालामा छ। यो चाहिँ कन्टेन्ट ओरिएन्टेड मुभी हुनेवालामा छ। त्यो हिसाबले हेर्दाखेरि पनि लेट्स सी डाइरेक्टरले के अफर गर्छ, कसरी चाहिँ स्क्रिन प्ले बनाएको छ भन्ने कुराले पनि फरक पार्ने भयो होइन। पेट्रियोटिक मुभी भइसकेपछि इन्डियन अडियन्सहरूलाई अलिक ज्यादा हिट गर्न सक्यो। लेट्स सी मुभी आइसके पछाडि यसको रिभ्यू गरिहाल्छु। नेपाली अडियन्सहरूको लागि कतिको इम्प्याक्टफुल हुनसक्छ भन्ने कुरा पनि भनि नै हाल्छु। तपाईँले यदि टिजर हेर्नु भएको भने तपाईँलाई कस्तो लाग्यो, कतिको इम्प्याक्टफुल लाग्यो र यो मुभीबाट सलमान खानको कमब्याक हुन्छ कि हुँदैन, के लाग्छ तपाईँलाई कमेन्ट गरेर भनिदिनु होला है त। लाइक एन्ड फलो।